अहिले खाएको त भयो होला 2 महिना दिनको खान्छु म त दिनकै डेली खाने अब नखानुहोस् है अब यो खाउन्जेल त यसले त आनन्द सन्चो बनाउँछ तर यसले तपाईँको शरीरको आत्मरक्षा प्रणाली पनि घटाइदिन्छ अनि बिस्तारै बिस्तारै तपाईँको शरीरको भयभरको सबै रोगसँग लड्न सक्ने क्षमता पनि घटाइदिन्छ को काम गराएको हिसाबले हामीलाई चाहिँ यो के औषधि होला भन्ने कुरा लगभग हामीलाई थाहा हुन्छ नि त यो चाहिँ स्टेरोइड भन्ने औषधि हुन सक्ने सम्भावना बढी छ किनकि कुनै पनि त्यस्तो नत्र केमिकल त्यस्तो कुनै पनि रसायन पदार्थ छैन जो चाहिँ खाने बित्तिकै तुरुन्तै आनन्द दिन सक्ने खालको हैन त्यो भनेको चाहिँ स्टेरोइड भन्ने औषधि अब यो अनुहारहरू जुन रातो रातो भएको छ नि यस्तो यो छालाहरू है यो पहिला भन्दा सुन्नेर पनि आएको फुलिया जस्तो पनि देखिन्छ गाला फुलिया जस्तो रातो घाममा तपाईँ एकैछिन जाने बित्तिकै तपाईँको भर्रै पोलेर आउँछ गाला होइन घाममा एकछिन जाने बित्तिकै सेन्सिटिभ के छाला पनि पातुलो बनाइदिन्छ यो स्टेरोइड भन्ने औषधिले त्यही भएर तपाईँको छाला अहिले रातो देखिएको छ साइड इफेक्ट त देखिन थालिसक्यो है एकदम बुझ्नुपर्ने कुरा हो आमा है धन्न तपाईँले अहिले छिट्टो देखाइहाल्नु भयो त्यही भनेर मैले बाबुलाई देखाइहालेँ के भन्नुहुन्छ भनेर त्यही यसलाई तुरुन्त आजबाट बन्द गरिहाल्नु है अरू कुराहरू अनि पछि डाक्टर भेटेर अरू काम गरौँला है त